आदरणीय उपस्थित जनसमुदाय, देश परिवर्तनको संघारमा छ। अबको निर्वाचनमा जनताहरूले भोट परिवर्तन गरी 5 वर्षको लागि स्थायी सरकार हेर्नुहोस्। जनताहरूले आफ्नै शक्ति निर्माण गर्नुहोस्, फुटेर होइन जुटेर आउनुहोस्। जनताहरू मिल्नुहोस्। अब कुनै पार्टीले जनता होइन, जनताले पार्टी चलाउनुहोस्, सरकार बनाउनुहोस्। लोकतन्त्र भनेको फुट्नु मात्रै होइन, जुट्नु पनि हो। जनताले आफैले आफैलाई शासित गर्ने पद्धति हो। विगतमा आफूलाई शासन गर्न भ्रष्ट प्रतिनिधिलाई पठाएको परिणाम नै अहिले देशले भोगेको छ। त्यसैले आदरणीय जनसमुदायहरू, फागुन 21 मा यस्तो नयाँ शक्ति चुन्नुहोस् कि त्यो तपाईको भाग्य बदलो। फेरि पनि कोरा कागजमा उखानेहरूले झुटा सपना बोकेर तपाईको घर दैलोमा आउँदैछन्। याद गर्नुहोस् पर्वतेली जनताहरू, कुस्मामा रेल आयो होइन? ओ दाइ, कति पटक रेल चढ्यौ? बेनी गयो होइन? कति पटक आएर? अब पनि यस्ता भ्रष्टहरूको झुटा आश्वासनमा परेर एमालेलाई भोट दिन्छौ भने तिमीहरूको 7 पुस्तालाई शराप लाग्नेछ। हाम्रा बाबुबाजे राणासँग लडे, हाम्रा बाहरू पञ्चायतसँग। अब हामी गणतन्त्रका नवसामन्त र भ्रष्टहरू ढाल्न उठेका छौँ। अब युवाहरू नै नेपालको राजनीतिक भविष्य हौं। हामी सम्पूर्ण युवा शक्तिहरू एक हुनुपर्छ र देश परिवर्तनको लागि भ्रष्टसँग लड्नुपर्छ। अब हामी नै यो देशको राजनीतिक विकल्प हो। म यो मञ्चबाट रवि, बालेन, हर्क, कुलमान, गोपी, सागर, दुर्ग लगायतका युवा एकजुट भएर राजनीतिक शक्ति निर्माण गर्न आह्वान गर्न चाहन्छु। एकता र साँचो कुराको खाँचो छ। हल्ला र केरे बयान दिन जान्न रे, आयोग कानुन मान्दिन रे। त्यो नरसंहार हुँदा देशको प्रधानमन्त्री को थियो? आफ्नो सत्ता टिकाउन विद्यार्थीमाथि गोली चलाउन लगाउने र अन्तिममा भाग्ने अनि अहिले हाहु गर्ने कुन नैतिकता हो? यो देशमा जनता, संविधान र कानुन भन्दा माथि कोही पनि छैन। यस्ता अराजक तत्त्वहरूलाई चुनावबाटै पाखा लाउनु पर्छ। त्यसैले जनसमुदायहरू, यस्ता अराजक, अराष्ट्रिय, अहंकारी र भ्रष्ट तत्त्वहरूलाई चुनावबाटै सामाजिक बहिष्कार गर्नुपर्छ। एमालेले चुनाव भाड्ने होइन, हिम्मत छ भने चुनावमा भाग लिएर देखाऊ। कांग्रेस एमालेहरूलाई एउटा कुराको हेक्का रहोस्, तिमीहरूले चुनावमा भाग नलिए पनि लोकतन्त्र मर्दैन। देश र सत्ता जोगाउन नसक्ने भगौडाहरूले भ्रष्ट कालो धनको दम्ब देखाउनु पर्दैन। हिम्मत भए खुल्ला बहस गर्न आऊ। देशलाई मुक्त गराउन धरतीपुत्रहरू जन्मन्छन्। जबसम्म खड्के जस्तो अहंकारीले झोलेर गुण्डागर्दीको भरमा समाजलाई भड्काइरहन्छ, तबसम्म देशमा शान्तिको कल्पना गर्न सकिँदैन। मिडियाका मित्रहरूमा विशेष अनुरोध, कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्, अफवाह नफैलाउनुहोस्। प्रिय आमा बुवा, दाजुभाइ, दिदी बहिनीहरू, देशलाई एकता र साँचो कुराको खाँचो छ। हल्ला र केरे बयान दिन जान्न रे, आयोग कानुन मान्दिन रे। त्यो नरसंहार हुँदा देशको प्रधानमन्त्री को थियो? आफ्नो सत्ता टिकाउन विद्यार्थीमाथि गोली चलाउन लगाउने र अन्तिममा भाग्ने अनि अहिले हाहु गर्ने कुन नैतिकता हो? यो देशमा जनता, संविधान र कानुन भन्दा माथि कोही पनि छैन। यस्ता अराजक तत्त्वहरूलाई चुनावबाटै पाखा लाउनु पर्छ। त्यसैले जनसमुदायहरू, यस्ता अराजक, अराष्ट्रिय, अहंकारी र भ्रष्ट तत्त्वहरूलाई चुनावबाटै सामाजिक बहिष्कार गर्नुपर्छ। एमालेहरूलाई एउटा कुराको हेक्का रहोस्, तिमीहरूले चुनावमा भाग नलिए पनि लोकतन्त्र मर्दैन। देश र सत्ता जोगाउन नसक्ने भगौडाहरूले भ्रष्ट कालो धनको दम्ब देखाउनु पर्दैन। हिम्मत भए खुल्ला बहस गर्न आऊ। देशलाई मुक्त गराउन धरतीपुत्रहरू जन्मन्छन्। जबसम्म खड्के जस्तो अहंकारीले झोलेर गुण्डागर्दीको भरमा समाजलाई भड्काइरहन्छ, तबसम्म देशमा शान्तिको कल्पना गर्न सकिँदैन। मिडियाका मित्रहरूमा विशेष अनुरोध, कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्, अफवाह नफैलाउनुहोस्। प्रिय आमा बुवा, दाजुभाइ, दिदी बहिनीहरू, देशलाई एकता र साँचो कुराको खाँचो छ। हल्ला र केरे बयान दिन जान्न रे, आयोग कानुन मान्दिन रे। त्यो नरसंहार हुँदा देशको प्रधानमन्त्री को थियो? आफ्नो सत्ता टिकाउन विद्यार्थीमाथि गोली चलाउन लगाउने र अन्तिममा भाग्ने अनि अहिले हाहु गर्ने कुन नैतिकता हो? यो देशमा जनता, संविधान र कानुन भन्दा माथि कोही पनि छैन। यस्ता अराजक तत्त्वहरूलाई चुनावबाटै पाखा लाउनु पर्छ।
त्यसैले जनसमुदायहरू यस्ता अराजक, अराष्ट्रिय, अहंकारी र भ्रष्ट तत्त्वहरूलाई चुनावबाटै सामाजिक बहिष्कार गर्नुपर्छ। पुत्रहरू जन्मन्छन्, जबसम्म खड्के जस्तो अहंकारीले झोलेर गुण्डागर्दीको भरमा समाजलाई भड्काइरहन्छ तबसम्म देशमा शान्तिको कल्पना गर्न सकिँदैन। मिडियाका मित्रहरूमा विशेष अनुरोध, कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्, अफवाह नफैलाउनुहोस्। प्रिय आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, देशलाई एकता र साँचो कुराको खाँचो छ। हल्ला र के बयान दिन जान्न रे, आयोग कानुन मान्दिन रे। त्यो नरसंहार हुँदा देशको प्रधानमन्त्री को थियो? आफ्नो सत्ता टिकाउन विद्यार्थीमाथि गोली चलाउन लगाउने र अन्तिममा भाग्ने अनि अहिले हाहु गर्ने कुन नैतिकता हो? यो देशमा जनता, संविधान र कानुन भन्दा माथि कोही पनि छैन। यस्ता अराजक तत्त्वहरूलाई चुनावबाटै पाखा लाउनु पर्छ। त्यसैले जनसमुदायहरू यस्ता अराजक, अराष्ट्रिय, अहंकारी र भ्रष्ट तत्त्वहरूलाई चुनावबाटै सामाजिक बहिष्कार गर्नुपर्छ।